हेलो एन्ड नमस्ते साथीहरु। आज पनि फेरि तपाईहरुको माझ एउटा जानकारीमूलक भिडियो लिएर आइसकेको छु र आजको भिडियोमा चाहिँ हामी आज जुन यो खोयोङ नदोङ्गोबाट दक्षिण कोरियाको सबै कम्पनीको सावर ल्याएको जुन एउटा लेटर छ र यो लेटरमा चाहिँ कम्पनीको सावरको लागि के जानकारीहरु छ, त्यस्तै गरी जुन हामी विदेशी कामदारहरुको लागि चाहिँ यसमा के जानकारीहरु दिएको छ र बुझ्नै पर्ने कुराहरु चाहिँ के छ त भनेर चाहिँ हामी डिटेल रूपमा चाहिँ यो जुन पेपरलाई नै हेर्दै हामी कुरा गर्ने छौं है त। र विशेष गरेर यो पेपर चाहिँ खोयोङ नदोङ्गोले पठाएको पेपर हो र यसमा चाहिँ खास गरी आजभोलि दक्षिण कोरियामा बढ्दै गरेको जुन यो तलबहरु टाइममा भुक्तानी नगर्ने, त्यस्तै गरी अब छैजा इमगुम छुन्सु उइबान गर्ने हैन जुन बेसिक स्यालेरी पनि नदिने कम्पनीहरु, त्यस्तै गरी दलालीहरु गर्ने, त्यस्तै गरी विदेशी कामदारको जुन फर्महरु चाहिँ बेलैमा दर्ता नगर्ने, दर्ता गरे पनि पेमेन्टहरु चाहिँ टाइममा नगर्ने कम्पनीहरुको लागि चाहिँ यो आएको छ र यसमा चाहिँ के छ त यो लेटरमा चाहिँ भनेर चाहिँ अब हामी हेरौं के यहाँतिर साब जुवा खुन्लो जगा फान्दुसी आराई हाल खिचो नोदोङ छिल्छ। अब जुन कम्पनी र कामदारहरूले चाहिँ अनिवार्य रूपमा चाहिँ जान्नै पर्ने चाहिँ यो जुन बेसिक कुराहरु चाहिँ भनेर बनेको छ र सबैभन्दा एक नम्बरमा हेर्नु पर्दाखेरि चाहिँ इमगुम छेबुल एबाङ भनेको छ। आजभोलि चाहिँ जुन यो दक्षिण कोरियामा चाहिँ काम लाएपछि तलबहरु नदिने चाहिँ एकदमै केसहरु चाहिँ बढिरहेछ, त्यसकै बारेमा दिएको छ हैन। इमगुमुन मेवल इलोए इसाङ इल्चाङ हान्ना चाहिँ छिगुप हे हागो खुन्लो जगा इरुल खुमान्दुन ख्याङ्गो थ्वेजिक इल्लोबुत शिपसाइल इने इमगुम थ्वेजिगुम दुङ्गुल मोदुन फुमुल छिगुप हाए हाम्निदा भनेको छ। अब जुन यो के छ त भन्दाखेरि कम्पनीले चाहिँ प्रत्येक महिना एकचोटी भन्दा धेरै जुन तपाईहरुले कुन मितिमा चाहिँ तपाईहरुको तलब आउने हो त्यो मितिमा चाहिँ तलब चाहिँ भुक्तानी गर्नुपर्ने र यदि जुन कामदारहरूले चाहिँ कम्पनी छोडेको खण्डमा चाहिँ छोडेको 14 दिन भित्र चाहिँ तपाईको तलब र साथै तपाईको पाउनुपर्ने थ्वेजिगुमहरु चाहिँ सबै भुक्तानी गर्नुपर्ने भनेर नि भनेको छैन। त्यस्तै तल भने अब दोस्रो नम्बरमा के भनेको छ त भन्दाखेरि यहाँ चाहिँ अब कसरी हिसाब हुन्छ भनेर भनेको छैन। त्यस्तै गरी अब यसमा मेन भनेको यति नै रहेको छ र दोस्रो नम्बरमा हेर्नु पर्दाखेरि छैजा इमगुम भनेको बेसिक स्यालेरीको बारेमा दिएको छैन। बेसिक स्यालेरी कति छ भनेर दिएको छ 2026 अनुसार चाहिँ तपाईहरुले बेसिक स्यालेरी चाहिँ 1 घण्टाको 10,320 वन भनेर दिएको छ। त्यस्तै गरी अब तल्लोमा के भनेको छ सायङ जग्गा खुन्लो जग्गा छैजा इमगुम मेदारी अप्सन द। त्यस्तै गरी तल्लोमा के भनेको छ अब यदि कामदार र साउको बीचमा चाहिँ सम्झौता भएको छ जुन चाहिँ बेसिक स्यालेरी भन्दा तलको तलबमा चाहिँ सम्झौता भए पनि बेसिक स्यालेरी चाहिँ अनिवार्य रूपमा बेसिक स्यालेरी चाहिँ पेमेन्ट गर्नै पर्ने भनेर भनेको छ हैन। त्यस्तै तेस्रो नम्बरमा खुन्लो ख्याक्सा छाक्साङ मित ख्योबु भनेको छैन। अब तपाईको ख्याक्सा गर्दाखेरि चाहिँ के कुराहरु चाहिँ त्यो भित्र चाहिँ समावेश हुनुपर्छ, के कुराहरु चाहिँ त्यहाँ चाहिँ लेखेको हुनुपर्छ भनेर चाहिँ दिएको छ, यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। चौथो नम्बरमा भनेको अब इमगुम म्याङ्से तपाईको तलब पाइसकेपछि तलब पाएको रसिद हुन्छ जुन त्यो रसिदमा चाहिँ के कुराहरु चाहिँ तपाईको समावेश हुनुपर्छ हैन। त्यहाँ चाहिँ तपाईको नाम, तपाईको डेट अफ बर्थहरु, अब तपाईको सबै अब इन्फर्मेसनहरु चाहिँ तपाईको त्यहाँ के भन्छ तलबहरु भुक्तानी गरेको दिनहरु सबै चाहिँ तपाईको कुन शीर्षकमा चाहिँ तलबहरु आउने होइन, यान्जाङ हो कि यागान हो कि ह्युइल खुन्मु हो कि त्यो सबै चाहिँ तपाईको त्यहाँ समावेश भएको हुनुपर्छ भनेर चाहिँ दिएको छैन। यसमा यति दिएको छ। र दोस्रो नम्बरमा भनेको चाहिँ यहाँ चाहिँ मेन छ, यहाँ चाहिँ हैन वेवेन खुन्लो चाहिँ खोयोङ साब जुका फन्दुसी छिगे जुन विदेशी कामदारहरु काममा राख्ने कम्पनीको सावरले चाहिँ अनिवार्य रूपमा पालन गर्नुपर्ने नियमहरु भनेको छ। यदि यो नियमहरु चाहिँ पालना गरिरहेको छैन, तपाईले अहिले काम गरिरहेको कम्पनीहरुले पनि यो नियम चाहिँ पालना गरेको छैन भने तपाईले पनि अहिले नै सिङ्गो गर्न सक्नुहुन्छ है त। सबैभन्दा पहिला भनेको छाबेल खुम्जी भनेको छ। यहाँ चाहिँ अब आजभोलि दक्षिण कोरियामा चाहिँ छाबेल पनि बढिरहेको छ। छाबेल भन्दा अब भेदभावहरु कम्पनी भित्र अब एकजनाले चाहिँ राम्रो गर्ने अर्कोलाई नराम्रो गर्ने हैन, त्यस्तो भइरहेको छ भने चाहिँ तपाईले पनि सिङ्गो गर्न सक्नुहुन्छ। दोस्रो नम्बरमा भनेको अब यहाँ चाहिँ अब कसरी विदेशी कामदारहरु ल्याउने भनेर चाहिँ दिएको छ यहाँ चाहिँ खासमा हैन। त्यस्तै गरी अब तेस्रो नम्बरमा भनेको वयुइन खुलो जग्गा छन्युङ फर्म वयुइन खुलो जग्गा छन्युङ फर्म भनेको छैन। खेयाक इल्लो बुथ सिबोइल इने विमुख हाइप भनेको छैन। विदेशी कामदारहरुको जुन फर्महरु चाहिँ खेयाक गरेको 15 दिन भित्रमा चाहिँ दर्ता गरिसक्नु पर्ने, नत्र चाहिँ फाइन लाग्ने भनेर भनेको छैन। यदि मिखाइपसी ओबेक मानन इया फल्गुप मित खोयोङ छ्यान सामय इसाङ एनसीसी खथरो फुगा भनेको छैन। यदि दर्ता नगरेको खण्डमा चाहिँ ओबेक मानन भन्दा तलको चाहिँ फल्गुपहरु आउन सक्छ र त्यस्तै गरी पछि विदेशी कामदारहरु चाहिँ नपाउन नि सक्छ भनेको छैन। त्यस्तै गरी 3 पटक भन्दा धेरै चाहिँ तपाईले चाहिँ फर्मको पैसाहरु चाहिँ ढिलो पेमेन्ट गर्नुभयो भने तपाईको चाहिँ अब छुटै फाइन पनि आउन सक्छ भनेर नि भनेको छ। त्यस्तै गरी साडे फर्म भनेको छ भने खोयोङ फर्म, साँझे फर्म, मिट खानगाङ फर्म चाहिँ तपाईले अनिवार्य रूपमा दर्ता उइमो खाइब भनेको छ, अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। खुमिन्याङगम चाहिँ अब तपाईको हेरेर त्यही अनुसार गर्ने हुन्छ। र चौथो नम्बर भनेको वेयुइन खुल्ला जग खोयोङ छ्यान अब विदेशी कामदारले चाहिँ कुन ठाउँमा चाहिँ कस्तो ठाउँमा चाहिँ काममा लाउन पाइदैन भनेको छैन। अब तपाईले हेर्न सक्नुहुन्छ। एक नम्बरमा दिनु भने तपाईले आदुल साब जाङे खोयोङ थेन खोयोङ जारुल आवाजी साब जाङे खुन्लो सिकिनु ख्याङ्गु यस्तो अवस्थामा चाहिँ काममा लाउन पाइदैन भनेर तपाईहरुले यस्तो गरिरहेको छ भने चाहिँ तपाईले अहिले सिङ्गो गर्नु है त।
यस्तो अब छोराको कम्पनीमा तपाईँलाई ल्याएको छ, छोराको कम्पनीमा तपाईँको खेयाक भएको छ, तर बुवाको कम्पनीमा लगेर तपाईँलाई काममा लगाइरहेको छ भने यस्तो चाहिँ उनीहरूले गर्न पाइँदैन भनेर भनेको छ। त्यस्तै गरी फोन सानो र खोयोङ खाएको फाक्को फुसाने सुङसान सिकिनु ख्याङ्गो भनेको छैन। मेन कम्पनीको लागि चाहिँ तपाईँले ल्याएको छ, मेन कम्पनीमा चाहिँ तपाईँले कामको लागि चाहिँ खेया गरेको छ, तर तपाईँलाई चाहिँ यसको अन्य ठाउँमा ब्रान्चहरूमा लगेर चाहिँ काममा लाउँछ भने यो पनि मिल्दैन भनेर भनेको छ। त्यस्तै गरी तल सिनुनाल थातफात इल खाचुक थोल्फनुन इल छिपसुरीरुल सिकिनु ख्याङ्गो भनेको छ। त्यस्तै गरी तपाईँको रेस्टको दिनमा चाहिँ तपाईँले चाहिँ अब बारीको कामहरू लाउने, त्यस्तै गरी अब पशुपालनहरू हेरचाह गर्नु लाउने, त्यस्तै अब घरहरूको सुरीहरू गर्ने काममा लायो भने चाहिँ त्यो पनि त्यस्तो काममा चाहिँ लाउन पाइँदैन भनेको छ। त्यस्तै गरी तलमा चाहिँ उन्जान दुम छन्मुन्जगिन इरुल सिकिनु ख्याङ्गो तपाईँले चाहिँ अब ड्राइभिङहरू गराउने, त्यस्तै गरी अब जुन तपाईँलाई एक्सपिरियन्स वाला छन्मुन्जगिन इलहरू चाहिँ गरायो भने चाहिँ हुँदैन भनेर भन्छ। यदि तपाईँलाई नि कम्पनीमा यस्तो यस्तो कामहरू चाहिँ गराइरहेको छ भने चाहिँ तपाईँले पनि अहिले नै सिङ्गो गर्न सक्नुहुन्छ। त्यस्तै गरी 5 नम्बरमा हेर्ने भने यहाँ चाहिँ वेयुइन खुल्लोजा खोयोङ खल्ली भनेको छ। अनि सिङ्गो साउङ यहाँ चाहिँ तपाईँले कस्तो कस्तो अवस्थामा चाहिँ सिङ्गो गर्नुपर्छ भनेर चाहिँ दिएको छ होइन। सबैभन्दा अगाडि हेर्नु भने सामनिङ इने एन्जन, यदि तपाईँले चाहिँ अब 3 वर्षभित्र नै कम्पनी छोडेर अब फेरि यान्जङ गर्दाखेरि त्यो बेला पनि तपाईँले चाहिँ सिनसाङ चाहिँ गर्नुपर्ने हुन्छ भनेर भनेको छ। त दोस्रो नम्बरमा भनेको यदि तपाईँको 3 वर्ष सकेर फेरि तपाईँले भिजा थप्दाखेरि जुन 1 वर्ष 10 महिनाको थपिन्छ त्यो बेला पनि तपाईँले चाहिँ सिनसाङ गर्नुपर्ने भनेर चाहिँ भनेको छ होइन। त्यस्तै गरी तल भनेको खोयोङ फेन्डोसिङ, यदि तपाईँको चाहिँ अब केही कुराहरू चाहिँ परिवर्तन भएको छैन, तपाईँको रोजगारको इन्फर्मेसनहरू चाहिँ तपाईँको केही परिवर्तन भएको छैन, त्यस्तो कुरा पनि त्यस्तो बेला पनि तपाईँले चाहिँ सिङ्गो चाहिँ गर्नुपर्ने हुन्छ होइन। त्यस्तै गरी अब छिसा इदोङ खोयोङ सुङ्गे भनेको छैन, यदि तपाईँको अब कम्पनीहरू चाहिँ परिवर्तन भएको छ, एक ठाउँबाट अर्को ठाउँमा गएको छ, कम्पनीको ठाउँहरू चाहिँ परिवर्तन भएको छ भने चाहिँ, त्यस्तै गरी कम्पनीभित्रको केही अब जानकारीहरू चाहिँ परिवर्तन भएको छैन, त्यस्तो भयो चाहिँ तपाईँले चाहिँ साबजा जुन तपाईँको साबजाङहरू चाहिँ फ्याङ्ग्याङ भएको छ भने चाहिँ तपाईँले चाहिँ सिङ्गो चाहिँ अनिवार्य रूपमा चाहिँ गर्नुपर्ने भनेर भनेको छ। र त यस्तो यो अवस्थामा चाहिँ तपाईँले सिङ्गो गर्नु भने तपाईँले चाहिँ फेरि फल्गु पनि आउनेछ। यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ साइडमा खतेर इल छ, पहिलोचोटि चाहिँ तपाईँलाई युक्सी मान्नु आउँछ, दोस्रो पटकमा तपाईँलाई फेकिसी मान्नु र तेस्रोचोटिमा चाहिँ इबेक्सासी मान्नुसम्म चाहिँ फल्गु आउन सक्छ भनेर पनि दिएको छ। र तपाईँको अब छङ्बो र तपाईँको यो पनि कम्पनीकै जानकारीहरू केही परिवर्तन भएको छैन, त्यसमा पनि तपाईँले चाहिँ सिङ्गो गर्नुपर्ने हुन्छ होइन। त्यस्तै गरी तल चाहिँ अब तपाईँको अब सँगसँगै खुल्दा चाहिँ तपाईँहरू चाहिँ नेपाल गएर फेरि यो कमिटेडमा आउने भन्छ नि, यो कमिटेडको लागि चाहिँ अब के छ कुराहरू के डकुमेन्टहरू चाहिँ रेडी पार्नुपर्छ भनेर चाहिँ दिएको छ। त्यही भएर अब दक्षिण कोरियामा चाहिँ तपाईँ यदि कम्पनीमा काम गर्दै हुनुहुन्छ, तपाईँहरूलाई नै अब कस्तो कस्तो ठाउँमा चाहिँ काममा लगाइरहेको छ, कस्तो गरिरहेको छ कम्पनीको सावरले, यदि तपाईँहरूले नि यहाँ दिएको जस्तो गरेको छैन भने चाहिँ तपाईँहरूले पनि आफ्नो अधिकारको लागि चाहिँ अहिले नै सिङ्गोहरू चाहिँ गर्न सक्नुहुन्छ है त।